आजको घुमघाममा we are going to पाथिभरा देवी ताप्लेजुङ. सो फर्स्टमा मैले फ्लाइट लिएँ फ्रम भद्रपुर which was a bit shaky किनभने पानी पनि परिरहेको थियो होइन. सो once the flight had landed एयरपोर्टबाटै गाडी पाउँछ. सो आई थिङ्क आई कुड बी रङ अबाउट द प्राइस, तर 1200 जतिमा चाहिँ हामीहरू बिर्ता मोड पुग्यौँ. बिर्ता मोडमा त्यही चढ्न पाउने बेलामा राखे होटेलमा गएर चाहिँ हामीले खानाहरू खायौँ र खाना खाए पछाडि चाहिँ तपाईँको स्ट्यान्डर्ड चार्ज फ्रम बिर्ता मोड चाराली भएर चाहिँ ताप्लेजुङ बजारसम्म लग्न चाहिँ 1400 रुपिज हो. सो हामीहरूले चाहिँ के गर्यौँ भन्दा चाहिँ 4जनाको सिट एकदमै कोचाकोच हुन्छ. सो हामीले 4जनाको सिट चाहिँ 2जनाको लागि भनेर वी पर्चेज द इन्टायर सिट. द्याट्स वाइ अब हामीले चाहिँ एटलिस्ट आनन्दले बस्न पायो. अब रिजर्भ गऱ्यो भने चाहिँ तपाईँको क्लोज टु 30,000 लिन्छ. सो त्यो कारणले चाहिँ वी फेल्ट इट वाज बेटर कि हामीहरूले अब 4जनाको सिट चाहिँ 2जनाले किन्यो भने इट्स गोइङ टु बी मच इजी होइन. सो हामीहरूले चाहिँ अब यो स्कर्पियोमा चाहिँ गएको हो र बाटो हेर्दा चाहिँ बाटो इज नट गोइङ टु बी एन इस्यु. सो बाटो चाहिँ राम्रै छ, त्यस्तो नराम्रो चाहिँ छैन. अनि बिचमा अभियसली अब तपाईँ जाने बेलामा कन्याम, इलाम, फिदिमहरू हुँदै गइन्छ होइन. सो देयर इज अ लट अफ प्लेसेस टु जस्ट ह्याभ अ लुक अराउन्ड. अनि यतिकै घुम्न सुम्न चाहिँ रमाइलो हुन्छ. अनि यदि तपाईँलाई गाडीमा अलिकति अप्ठ्यारो हुन्छ त्यस्तो केही हुन्छ भने चाहिँ मैले पनि अब गाडीमा चाहिँ मलाई अप्ठ्यारो नै हुन्छ होइन. सो मैले चाहिँ औषधि चाहिँ खाएर गएको थिएँ. सो यु गाइज क्यान डु द सेम. बिचमा यहाँ चाहिँ हामीले यसो चिया खाना चाहिँ रोकेको थियौँ. बाटोको चिया चाहिँ वाज नट द्याट गुड टु बी भेरी अनेस्ट है. अनि ठ्याक्कै अब ताप्लेजुङ पुग्नुभन्दा अगाडि चाहिँ त्यहाँ चाहिँ यु क्यान बाई इलामको चक्लेटहरू, क्यान्डिजहरू एन्ड सो अन एन्ड सो फोर्थ. यसरी अब बिस्तारै ट्राभल गर्दा गर्दै चाहिँ हामीहरू ताप्लेजुङ बजार पुग्दा चाहिँ 8:30 भएको थियो होला. सो अराउन्ड 9.5 आवर्स चाहिँ लाग्छ नि. सो त्यहाँबाट फेरि गाडी चढेर चाहिँ हामीहरू पुग्यौँ काफ्लेपाथी अथवा तल्लो फेदी होइन. र नाइट चाहिँ हामी त्यही बसौँ. त्यहाँबाट चाहिँ अराउन्ड 1.5 घन्टा जति लाग्छ. अनि यही नै पूजाको सामग्रीदेखि लिएर सबै हुन्छ. अनि बिहानै उठेर 5 बजेतिर चाहिँ वी स्टार्टेड आवर जर्नी टुवर्ड्स माथिल्लो फेदी. सो तपाईँको पुरै उकालो छ होइन, लाइट पनि खासै चाहिँ थिएन. सो बिस्तारै हामीहरू आनन्दले जाने बेलामा चाहिँ माथिल्लो फेदी पुग्ने बेलामा हामीलाई अराउन्ड 1.5 आवर लाग्यो. एन्ड वी आर लाइक बिगिनर नोभिस ट्रेकर्सहरू. सो इफ यु आर नोभिस ट्रेकर्सहरू तपाईँलाई पनि 1.5 घन्टा नै लाग्छ. अब अलिकति एक्सपर्ट भयो भने चाहिँ मेबी हाफ एन आवर 35 मिनट्समा पुग्छ होला. सो माथि चढ्ने बेलामा एउटा राम्रो पार्ट चाहिँ के छ भन्दा चाहिँ ठाउँ ठाउँमा यस्तो बस्ने अथवा रेस्ट गर्ने ठाउँ चाहिँ छ कि. सो आफ्टर एभ्री 5 मिनट्स 10 मिनट्स चाहिँ हामी हिँडेपछि बिकज एकदमै ठाडो भएर जान्छ. सो आफ्टर एभ्री 5-10 मिनट्स चाहिँ हामी एकछिन रेस्ट चाहिँ गर्थ्यौँ होइन. सो दिस इज द लास्ट स्पट माथिल्लो फेदीको. त्यहाँबाट चाहिँ अनि मन्दिर छ. सो पाथिभरा देवीको दर्शन गर्नुभन्दा अगाडि चाहिँ त्यहाँ मन्दिरमा पनि दर्शन गर्नु भनेर भन्छ. ठ्याक्कै चढ्नु अगाडि चाहिँ यो मन्दिर देख्नुहुन्छ होइन. सो इन्स्योर कि बिफोर यु गो टु माथिल्लो पाथिभरा यहाँ तल्लो देवीलाई पनि दर्शन गरेर मात्रै जानु होला होइन. इट्स अ भेरी डिभाइन प्लेस. आइ एम स्योर लाइक यु विल इन्जोय होइन.
सो यो घन्टी देख्नु भयो भने चाहिँ अब पुनः आँट्यो भनेर चाहिँ अब अन्दाज गरे हुन्छ होइन। सो अराउन्ड 3.5 आवर्स, सो टोटलमा अराउन्ड 4.5 5 आवर्स जतिमा चाहिँ हामी यहाँ माथि पुग्यौँ। सो फाइनली दिस इज इट, दिस इज द प्लेस द्याट अ लट अफ पिपल कम होइन, जस्ट त्यो देवीको दर्शन गर्न चाहिँ। अनि आई वुड बी लाइङ इफ आई सेड कि आई डु नट फिल ह्याप्पी होइन, अलिकति सरियल नै फिल हुन्छ, मलाई चाहिँ भयो होइन। दिस इज अ प्लेस द्याट लट अफ इन्डिभिजुअल्स मान्छेहरूले चाहिँ भाकल गरेर चाहिँ भाकल पुरा हुन्छ भनेर भन्छ होइन। एन्ड आई हेभ नो डाउट्स कि मान्छेहरूको भाकल चाहिँ यहाँ आएर चाहिँ पुरा हुन्छ पनि होला होइन, बिकज देयर आर सो मेनी डिभोटिज अल अफ देम होइन, भेरी ह्याप्पी। अनि त्यसपछि मलाई पनि दर्शन गरेर चाहिँ मलाई एकदमै 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 खुसी भयो। सो यहाँ बत्ती चढाउने ठाउँ पनि छ होइन। एन्ड हामीहरू जाने बेलामा चाहिँ वेदर त्यस्तो खुल्न चाहिँ खुलेको थिएन, तर रिगार्डलेस देवीको दर्शन गर्न पाइयो। वी आर एबल टु वाक अल द्याट डिस्टेन्स, अनि त्यसपछि ट्राभल एन्ड देन फाइनली गेट दिस दर्शन। अब यहाँ चाहिँ क्रेडल चलायो भने चाहिँ अब यदि कसैलाई सम्झेर बच्चा पाउने हो भने चाहिँ बच्चा पाइन्छ भन्ने चाहिँ मान्यता छ होइन। सो ओभरअल दिस एक्सपिरियन्स वाज ग्रेट ग्रेट ग्रेट। दिस इज समथिङ द्याट यु गाइज सुड ट्राई। यदि अब भाकलहरू यस्तै केही गर्नुभएको छ भने चाहिँ आई वुड डेफिनेटली रिकमेन्ड यु गाइज टु कम भिजिट दिस वन्डरफुल प्लेस पाथिभरा देवीको। एन्ड या तपाईँहरूको केही इच्छाहरू छ भने चाहिँ आई एम 100% स्योर देवीको दर्शन अथवा भाकल गर्नुभयो भने चाहिँ तपाईँहरूको यो जर्नी चाहिँ पुरा हुन्छ। र हामीहरू फर्किँदा चाहिँ अराउन्ड 1.5 घन्टा लाग्यो। सो अराउन्ड 6 आवर्स जतिमा चाहिँ हाम्रो इन्टायर जर्नी चाहिँ सिद्धियो। सो या थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड या प्लिज सब्सक्राइब। पाथिभरा देवीको जय।